दाइ नमस्ते। नमस्ते भाइराज एकदम आराम हुनुहुन्छ? एकदमै आराम छ नि तिम्रो? मेरो ठिकै छ दाइ। वर्ल्ड कप कतिको लागिरहेछ दाइलाई? जस एउटा फेस्टिभल हुन्छ नि, हजुर। हामी त अब मेला पर्व अर्मा पैचोबाट हुर्केको मान्छे, हामीलाई त हरेक दिन हरेक कामै फेस्टिभल हो। त्यही पनि यो वर्ल्ड कपलाई हामीले एकदम फेस्टिभलको रूपमा सेलिब्रेसनको रूपमा एकदम बवाल इन्जोय गरिरहेको छौँ, रमाइलो भइरहेको छ है जस। दाइलाई चाहिँ दाइको कुराहरू सुन्छु म फेसबुकमा होइन, इन्स्टाग्राममा, टिकटकमा मजाले सुनिरहेको। एकदम दाइको कुराहरू चाहिँ मोटिभेटिङ हुन्छन् क्या। जस्तै यो वर्ल्ड कपमा धेरै फ्यानहरू चाहिँ डिमोटिभेट भएको छन्, आफ्नो टिम अगाडि नबढेर, अरू कसैको टिमले धेरै प्रगति गरेर धेरै मोटिभेट भएको छन्। अब यो अलिकति डिमोटिभेट भएको फ्यानहरूलाई चाहिँ अलिकति मोटिभेट गर्दिन दाइ। अब के छ भन्दाखेरि साथी होइन, हामीमा अलिकति अमर्ष भाव बढी भएको छ क्या। अरूको खुसी हेरेर आफू दुःखी हुने या अरूको दुःख हेरेर आफू खुसी हुने टाइपको भइरहेको छ क्या। त्यही भएर चाहिँ यो चिर्नुपर्छ साथी हो होइन। हामीलाई एउटा टिम मन पर्ला, अर्को टिमले जित्ला, अर्को टिम मन पर्ला, अर्को टिमले जित्ला। खेल भनेको चाहिँ रमाइलोको लागि हो, खेल भनेको एकताको लागि हो, खेल भनेको स्वास्थ्यको लागि हो, खेल भनेको खुसीका लागि हो। र पृथ्वीमा या विश्व ब्रह्माण्डमा केहीले जोडेको छ, केहीले एकले बनाएको छ नि त भनेको खेलले हो, फुटबलले हो। र त्यसमा चाहिँ हामी रमाइलो गरौँ, इन्जोय गरौँ, कसैले पनि दुःखी नहौँ होइन। हारजित त छँदैछ, आफै मर्नु त आफ्नै भविष्य ठेगान छैन। 1 घन्टापछि के हुन्छ, कहाँको टिम हारेर हामी दुःखी हुनु भनेको बेकार हेर। आज खुसी भयो भने भोलिपर्सि सम्झिँदा खुसी हुने हो, आज दुःखी भयो भने सम्झिँदा दुःखी हुने हो। जिन्दगी एउटा हो, त्यसको पनि जवानी होइन। बुढेसकाल यादहरू कटाएर हामीले बिताउने भन्ने जस्तो अहिले त मिठो याद कमाउनु पऱ्यो नि राजा। एकदम एकदम ठिक दाइ। याद भनेपछि याद आयो दाइ मलाई होइन। अब अर्जेन्टिना र इङ्ल्यान्डको खेलमा चाहिँ इङ्ल्यान्डले लास्ट आवरमा गएर बेहोर्नु पऱ्यो। अन्त इङ्ल्यान्डकै सपोर्ट गरेर त्यो लोगो र तारा हटाइदियो हो कि क्या हो, सेतो मात्रै देख्छु नि त। खास अब कस्तो भयो भन्दाखेरि चाहिँ हामी चाहिँ अब पहिला रोनाल्डो 2008, 9, 10तिर हामीले चाहिँ त्यहाँनिर अलिकति उभ्याइयो। तर मेस्सीप्रति कहिले पनि यो सम्मान कम भएन कि होइन। भनेपछि तपाईँ चाहिँ रोनाल्डो फ्यान दाइ? रोनाल्डो फ्यान र मेस्सी पनि दामी मनपर्ने मान्छे फेरि होइन। घिडा भन्ने हामीलाई पृथ्वी स्वर्ग जस्तो लाग्छ, सबै मान्छे भगवान् जस्तो लाग्छ। हाम्रोमा त्यो नेगेटिभिटी भन्ने कुरा, घिडा भन्ने कुरा, रिस भन्ने कुरा, राग भन्ने कुरा, दुःख भन्ने कुरा यो हाम्रो जिन्दगीमा छैन र हाम्रोमा हुँदा पनि हुँदैन यो कुराहरू। जस्तै दाइ ल अब हामी चाहिँ अहिले देशको खाउँ, देशको लाउँ, देशमै रमाउँ, स्वर्ग जस्तो देश, भगवान् जस्तो जनता भनेर हामी चाहिँ अहिले देशभरि हिँडिरहेछौँ। अस्ति हामी पूर्वतिर जाँदाखेरि हामीलाई माया गरेर यो दिनुभएको थियो नेपालको है। म भाइलाई चाहिँ यो माया गरेर होइन, थ्याङ्क यू सो मच दाइ। मुटु अगाडि चाहिँ यो राखिदिन्छु। यो हाम्रो पूर्वीय सभ्यताको पहिचान पनि हो होइन। यो चाहिँ हाम्रो धनकुटाबाट चाहिँ पठाइदिनु भएको, तेह्रथुममा बनाउनु भएको है। दोस्ती हो होइन, कोले लाने अब हामी लाउने। दाइले यो लगाइदिइहाल्नु भयो। मलाई के कुरा याद आयो भन्दाखेरि मेयर साहब हुँदाखेरि यस्तो आदान प्रदान भएको थियो, तर पछि सम्बन्ध खासै त्यस्तो भइएर हाम्रो दाजुभाइको सम्बन्धमा त केही खटपट आउँदैन नि दाइ? होइन, हाम्रोमा कहिले पनि आउँदैन। हामी कहिले पनि त्यो दाजुभाइ होइन, भगवान्ले हामीलाई एकैचोटि एकै ठाउँमा पठाइदिएको मिल्के राम्रो गर भनेर हो कि। पृथ्वी भनेको एउटा डुङ्गा हो होइन, सँगै हिँडिरहेछौँ, डुब्यो भने सबै डुब्ने हो कि। र देश पनि त्यस्तै हो कि होइन। एउटा भगवान्ले एकैचोटि पठाइदिइसके पछाडि हामी जस्तो छ त्यस्तै छोडेर गयौँ भने यो दुनियाँमा हामी आएको केही मतलबै भएन नि त। अझै तर म यो र त्यो भनेर लड्यो भने झन् बर्बाद भयो नि त। हामी पर्यटक हौँ, 60-70 वर्ष घुम्न आएका। पर्यटकले आएर ध्वस्त बनाएर हिँड्यो भने हामीलाई कस्तो लाग्छ हो। त्यही भएर हामीले जति सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ, भइहाल्यो नि होइन। यही कुराहरूले त एकदमै मोटिभेट गर्नुहुन्छ दाइले। दाइ जस्तै अब यही कुरामा चाहिँ जस्तै डुब्न लागेको कुरा बचाउनु पर्छ भन्ने कुरामा चाहिँ एन्फा ब्यान्ड भएको छ अहिले। हामी फुटबल वर्ल्ड कप हेरेर रमाइरहेको छौँ, एन्फा ब्यान्ड भएको छ। दोस्रो रङ्गशालामा घाँस घुँडासम्म आएको कुराहरू भाइरल भइरहेको छ। त्यसमाथि जनताले चाहेको सरकार छ अहिले, बहुमत प्राप्त सरकार छ, खेलकुद मन्त्री पनि चाहेका बनेको भएको छ। यसमा चाहिँ तपाईँको के छ दाइ टिप्पणीहरू? अब जस साथीभाइ है, अब हिजो पनि हामी पूर्व खेलकुद मन्त्रीसँगै बसेर हामी वर्ल्ड कप हेर्दै थियौँ बेलुका होइन। अब आज अर्को गेम चाहिँ अहिलेको खेलकुद मन्त्रीसँग बसेर हेर्न पनि सकिन्छ होइन, त्यो पनि हाम्रो छैन। र के भन्दाखेरि चाहिँ पछिल्लो हाम्रो लगभग 5-2-4 वर्षदेखि चाहिँ यत्तिकै नै हाम्रो देशमा कहिले पनि खेलकुद प्राथमिकता परेन कि होइन। बच्चामा पढ खेल्यो कि बिग्रिन्छ भन्ने यो खालको सामाजिक चेतना पनि अलिक खराब हो कि होइन। बरु मान्छेहरू र हाम्रो पालोसम्म हामी फुटबल, क्रिकेट या आउटडोर गेमहरू अलि बढी खेल्थ्यौँ कि। अहिलेको इन्डोर गेमहरू बढी भयो, मोबाइलमा बढी भयो, आउटडोर कम भयो। र एउटा देशले चाहिँ मोटिभेट गरेर हरेक 7वटै प्रदेशमा एक-एकवटा फुटबल, एक-एउटा क्रिकेट स्टेडियम बनाउनु पर्ने त्यस्तो गाह्रो, त्यस्तो असम्भव कुरा, गाह्रो कुरा पनि होइन कि। तर भगे एउटा रङ्गशालाको हालत यस्तो बगेछ। 3-4 वर्ष भइसक्यो, एउटा पनि ए डिभिजन लिग पनि केही सुन्नेको पनि छैन, बी डिभिजन लिग पनि सुन्नेको छैन। त्यही भाले कप र खसी कप बाहेक केही पनि सुन्ने होइन यो देशमा आजकल। अलिअलि 2-4 गाउँमा त भयो होला नि, त्यो बाहेक पनि खसी र भालेको मासु खान बोलायो भने थाहा हुन्छ, नत्र थाहा हुन्न हो, त्यो पनि थाहा हुँदैन कि हामीलाई अब होइन। अनि यसरी अब के छ भन्दाखेरि चाहिँ यो सबै कुरामा हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ एउटा 5 वर्षको बच्चा अहिले स्पेनमा जन्म्यो, अर्जेन्टिनामा जन्म्यो, फ्रान्समा जन्म्यो होइन। अब उसले चाहिँ म फुटबलर हुन्छु केही हुन्छ, उसलाई पनि केही खेल्न आउँदैन नि त अहिले, हाम्रोमा नि खेल्न आउँदैन नि त। अबको 10 वर्ष पछि त्यही 5 वर्षको बच्चा चाहिँ प्लेयर
प्लेयर बन्ने हो होइन हाम्रोमा चाहिँ कस्तो खालको बन्छ होइन उतातिर कस्तो खालको बन्छ होइन र हाम्रो युवाहरूको सपनै अलिक खराब भएको छ क्या नयाँ पुस्ताहरूको होइन म स्कुल पढ्ने बच्चाहरू या +2 पढ्ने भाइ बहिनीहरूलाई म के सुझाव दिन चाहन्छु भन्दाखेरि चाहिँ अब अरूहरूको सपना हुन्छ म मेस्सी बन्छु रोनाल्डो बन्छु या एलन मस्क बन्छु बिल गेट्स बन्छु बिलियनियर ट्रिलियनियर बन्छु होइन हाम्रो देशको बच्चाकै सपना छ म कुन देशको क्लिनर बन्छु भनेर सोचिरहेको छ कि सर होइन त्यही भएर यो सपना चाहिँ फेर्नुपर्छ कि म वर्ल्डको सबभन्दा बेस्ट फुटबलर हुन्छु वर्ल्डको सबभन्दा बेस्ट डक्टर हुन्छु बेस्ट इन्जिनियर हुन्छु बेस्ट जेसुकै होस् होइन बिजनेसम्यान हुन्छु होइन बेस्ट बडीगार्ड सेक्युरिटी जे पनि होइन बेस्ट किसान हुन्छु बेस्ट मजदुर हुन्छु जे पनि हुन सकिहाल्यो नि होइन त्यो खालको चाहिँ हामीले सोच्नुपर्ने तर वर्ल्ड वाइडमा हामी सबभन्दा माथि हामी छौँ संसारभन्दा माथिको देश संसारभन्दा धेरै इतिहास बोकेको देश सबैभन्दा धेरै रिसोर्सले भरिपूर्ण देश एभरेजमा सबभन्दा धेरै पर्सेन्टेजमा 41.7% युवा भएको देश होइन संसारको सबैभन्दा धेरै होइन एकदम कल्चर परम्परा खुसी भएको देश हाम्रो यस्तो देश हुँदाहुँदै पनि यो देशमा हामीले भविष्य देखाउन नसक्नु यो देशमा हरेक क्षेत्रमा अन्धकार छाएको छ कि होइन चाहे स्वास्थ्य क्षेत्र हो चाहे शिक्षा क्षेत्र हो चाहे कलाकारिता क्षेत्र हो चाहे पत्रकारिता क्षेत्र हो चाहे कृषि होस् चाहे उद्योग होस् चाहे उद्यम होस् कुनै पनि क्षेत्रमा हामीले आशा जगाउन सकेको छैन र यो खेलले भनेको चाहिँ देशको पहिचान भनेको दुईवटा कुरा हो एउटा खेल एउटा कला हो एउटा देशलाई खेलले चिनाउँछ होइन हामीले अर्जेन्टिनाको राष्ट्रपति को छ प्रधानमन्त्री को छ हामीलाई थाहा पनि छैन मतलब पनि छैन अर्जेन्टिनामा अरू को छैन मतलब छैन मेसी छ भने चाहिँ हामी सबै लाज त्यति हो नि त होइन मतलब त्यति मात्रै छ नि त होइन हामीलाई स्पेनमा को छ के छ को रानी को राजा हामीलाई मतलब छैन त्यहाँ तर हाम्रो त्यहाँको भनौँ न एमालहरूदेखि लिएर 2-4 जना हामीलाई थाहा छ अलिअलि होइन अब त्यही भएर चाहिँ त्यो खेल र कला जसले चाहिँ संसारलाई चिनाउँछ कि होइन जस्तो अब तपाईँले हेर्नुभयो भने फिल्महरू चाइनिज होस् या कोरियन होस् या कस्तो कस्तो दामी दामी हुन्छ नि त होइन साउथको त्यसले संसारभरिले आफ्नो कल्चर आफ्नो सबै कुरा चिनाउँछ कि यसले चाहिँ जोड्छ कि फेरि होइन खेलले डिभाइड गर्दैन कि होइन कलाले डिभाइड गर्दैन कि होइन खेलले कलाले जोड्ने काम हो कि होइन अरू भनेको यो राजनीति यो दुनियाँभरि कुरा यसले चाहिँ डिभाइड गर्छ कि होइन यो धर्म यो बेकार सबै धर्म एक हो होइन भगवान्हरू स्वर्गलोकमा सबै मिलेर बसेछन् होइन उनका फलोवरहरू यहाँ भक्तहरू झगडा गरेछन् होइन रोनाल्डो र मेसी मिलेर बसेछन् होइन उनका भक्तहरू यहाँ झगडाएर बसेछन् होइन त्यस्तै कुरा हो कि त्यही भएर हामी चाहिँ एकचोटिको जुनी हो होइन कमाउने दुईवटा कुरा हो भाइरस होइन एउटा भनेको मिठो याद हो होइन अर्को भनेको सम्बन्ध हो आज दाजुले भाइ कमायो भाइले दाइ कमायो होइन भोलि अरू कमाइन्छ यो चाहिँ ठुलो कुरा हो क्या राजा हामीले नबुझेको कुरा हो मलाई दुःख के कुरामा लाग्छ भन्दाखेरि राजा यता हेर्छु अनुहारमा यस्तो पीडित छ बिचरा के को पीडा हुन्छ नि होइन त्यही भएर अतातिर हेर्छु यस्तो निहुरे छ एउटा बाबामा हेर्छु छोराछोरी कहाँ गए उता पीडित छ उता विदेशमा छोराछोरी हेर्छु ओहो घरमा के भयो होला उतै पीडा छ कस्तो पीडित सोसाइटी भयो क्या हामीले चाहिँ जस्ट यो देशलाई खुसी बनाउन खोजेको निराशामा आशा दिन खोजेको अन्धकारमा थोरै उज्यालो ल्याउन खोजेको यो देश बन्दैन खत्तम भन्ने सोच छ नि त त्यसलाई चाहिँ चिर्न खोजेको हो कि र 5 वर्षको हाम्रो बच्चाले पनि फुटबलर मेसीभन्दा बवाल बनोस् न आजको 10-15 वर्षमा रोनाल्डोभन्दा बवाल बनोस् न होइन र अहिलेको दुनियाँको कम्पिटिसन भनेको आर्थिक कम्पिटिसन हो राजा फेरि देश गरिब होइन सोच गरिब हो शिक्षा गरिब हो नीति गरिब हो नीति फेरुन् हाम्रो साथीभाइ के नीति फेरुन् भन्दाखेरि मैले भन्न खोजेको खर्च कम गर्ने यो प्रदेश यो मन्त्री सरकार यो त्यति काम छैन यो खारेज गरौँ एउटा कुरा अर्को कुरा भने के गरौँ भन्दाखेरि चाहिँ गाँजा लोकल लक्सी साल खानी पानी रक्तचन्दन वैधानिक गरिदिउँ न साल काटौँ सबै गरौँ करोडपति बनाऊँ नेपालीलाई ग्यारेन्टी म गराइन्छ तिम्रो नीति मात्र फेर्देऊ ल दाइको मैले कता पनि सुनेको थिएँ दाइले सबै लाउने पनि गाँजाकै भन्ने होइन यो उहरू के छ दाइ आज पनि त्यही हो सबै आज पनि त्यही मेरो टाउकोदेखि ल जुत्ता चाहिँ यो नेपालकै लेदरवाला परे जस्तो छ होइन त्यो बाइक चाहिँ प्यान्ट टी सर्ट यो टोपी सबै कुराहरू हो भन्न खोजेको नेपालको र मेटेरियल हो नि त होइन होइन जस्तो अहिले कटन खेती सुरु गरेछौँ भाङ्गो खेती सुरु गरेछौँ केतुको फाइबर निकाल्छौँ होइन थाकलको फाइबर निकाल्छौँ खानेकुरा र लाउने कुरा मात्र नेपालको खाइदियो लगाइदियो भने 8 देखि 10 खरब पैसा विदेश जानुबाट बच्छ क्या राजा होइन टेक्नोलोजीहरू यहाँनिर हामीले अहिले इलेक्ट्रिक रिक्सा बनाउने भनेर यहाँ एकछिनपछि हामी मिटिङ गर्दैछौँ होइन नेपालमा जे पनि बनाउनु सियो बन्दैन भन्छ नि त हामी सियो पनि बनाउने भनेर हामी खास सियो बनाउने मान्छे नि खोजिरहेको छौँ कोही छ भने होइन भ्याकेन्सी खुला छ है सियो बनाउने हो भने निकोलस दाइलाई फोन गर्ने भेटिहाल्ने मलाई भयो भने म चिनाइदिइहाल्छु छैन नेपालमा बाहिर चाहिँ हेर त ल होइन हाम्रो हिमालहरू साँच्चीकै हिरा जस्तो छैन र छन् दाइ छन् होइन र एभ्रिथिङ छ नेपालमा त्यही अघि मैले कुरा जोड्न चाहेँ दाइको चाहिँ सबै कुराहरू गाँजाकी टोपी गाँजाकी लुगा भगवान्ले चाहिँ कहाँबाट छाला र मासुको चाहिँ ज्यान बनाइदिनु भएको दाइको भगवान्ले नि कृपा गरेर एउटा होइन दाइलाई पनि गाँजाको जस्तै पोको बनाएर गाँजाको टाउको गाँजा जिउ बनाइदियो भए कस्तो मजा आउँथ्यो होला यो भइदियो भए के हुन्थ्यो होला खास नेपालमा चाहिँ बनाउनको लागि मलाई अलिकति हुन्छ नि नेगेटिभ त बनाइहाल्छन् केले बनाउने भन्दा अब शिव अस्तो बन्छु भन्ने हिँडेको मान्छे शिवजी अस्तो भन्दाखेरि दुई चढो कुरा त आइहाल्छ शिवजी भन्ने होइन फेरि शिवजीको बारेमा मान्छेले
बुझेनन् कि नेपालीले के हामी पनि शिव जस्तो बन्न खोज्दाखेरि आदि योगी आदि ज्ञानी आदि पुरुष होइन आदि देव भनौँ न यस्तो खतरा कि अब शिवजी जसले योग सुरु गर्नुभयो गुरु शिष्य परम्परा सुरु गर्नुभयो यति धेरै योगदान गर्नुभयो हाम्रो 108वटा शिवजीका रूपहरू कि कसैले पनि केही बुझ्दैन हाम्रो गोरखनाथ बुझ्दैन नरहरिनाथ बुझ्दैन पशुपतिनाथ के हो भनेर भाइराजालाई सोध्यो भने पनि थाहा हुँदैन कि अब धेरैलाई थाहा हुँदैन कि मलाई त थाहा छ दाइ अब धेरै लामो हुन्छ धेरैलाई थाहा हुँदैन दाइले अब एउटा चावडा कालीहरू पश्चिम काली दक्षिण काली अब तिमी दक्षिण कालीको भगवान्ले पठाइसकेपछि तिमीलाई अमेरिकाकै के गर्नु थियो विदेशकै चाकरी गर्नु थियो भने हामीलाई भगवान्ले हाम्रो केटाहरूलाई विदेशै पठाइदिन्थ्यो होला नि त उतै जन्माउँथ्यो नजन्मिनु सक्थ्यो होला अनि त्यही भएर चाहिँ हामीले यो कुरा बुझ्नुपर्छ र एउटा मौका पाइएको छ कि भाइराजा हाम्रो पुस्ताले अझै पनि हामी नेगेटिभ भएर फ्रस्ट्रेसन भएर यो ग्याङ त्यो ग्याङ यो र त्यो भनेर चाहिँ खुट्टै तानेर कुरै काटेर बस्यो भने देश बन्दैन रहेछ अब हामी सारा नेपाली एकजुट हुनुपर्छ र नेपालमा नीति फेरेर हामीले सोच व्यवहार र भावना फेरेर देशलाई चाहिँ आर्थिक रूपमा हामीले बवाल बनाउनुपर्छ वा नेपाल वा वीर गोर्खाली बनाउनुपर्छ नीति मात्र हामीलाई गरी खान दिउन् हाम्रो केटाहरूले रक्तचन्दन गाजर लोकल लक्ष्मी साल खाने पानी वैधानिक गरिदिउन् हामीले 5 वर्षभित्र करोडपति बनाउनु चाहिँ हाम्रो हामी बनाउँछौँ हामी गर्छौँ पनि हामी त्यसका लागि गोठालो अभियान छ देशको खाउँ देशको लाउँ देशैमै रमाउँ हरेक रोपरीमा चाहिँ जस्तो हामी हिजो इलाममा थियौँ अनि एउटा घरमा लगभग 40 किलो चाहिँ एक मन चाहिँ हाम्रो अलैँची फल्दो रहेछ अहिले अलैँचीको प्राइस भने कति छ एक वर्षमा होइन 1 लाख रुपियाँ किलो हामी किनिदिन्छौँ भनेपछि वर्षको 40 लाख त घमै बसेर आयो होइन एक मन अलैँची फलाएर 40 लाख वर्षको भनेको महिना कति भयो 3.5 लाख धेरै भयो होइन यति धेरै भन्नु पर्छ म त्यति हिसाबै गरेछ होइन अब पश्चिमतिर अस्ति म गएको थियो एउटा परिवारहरूले यार्सा खोज्नु हुँदो रहेछ 8-10 लाखको वर्षमा यार्सा निकाल्नु हुँदो रहेछ अरू यताउता जडीबुटीहरू गरेर 8-10 लाख हुँदो रहेछ भनेपछि त गाउँमै पैसा छ नि त जस्तो मेरो गाउँमा बोधिचित्तको 5-10वटा बोर्ड छ होइन एउटा बोर्डको 1 लाखमा जसले पनि किन्दो रहेछन् जो पहिलेदेखि गर्छु भने पनि होइन श्रीखण्ड हामीले 5,000 रुपियाँ किलो एउटा बोर्डलाई 40-50 लाख परिहाल्छ त्यो खालको पैसामा हामीलाई चाहिँ सानैदेखि चाहिँ हामीलाई के भन्यो भन्दाखेरि चाहिँ पैसा रुखमा फल्छ पातमा फल्छ भनेर नेगेटिभ बनाइदियो कि र कृषि भन्ने कुरा एकदम गरिबले गर्ने काम जस्तो बनाइदियो कि खास रियलमा भन्यो भने पैसा रुखमै फल्छ क्या राजा होइन केराको रुखमा पनि पैसा फल्छ सुन्तलाको रुखमा पनि पैसा फल्छ भोगटेको रुखमा पैसा फलेछ यसलाई लगेर बेच्यो भने कन्भर्ट गर्न मात्रै जान्नु पर्यो दाइ अनि फेरि यतातिर सिमी सोस्ता छ नि यही पनि पैसा फलेछ होइन यता फलेछन् सबै पैसा रुखमै फल्छ पैसा पातमा फल्छ छिमेकीले आएर फाट्दैन नि यहाँ त पैसा पुच्चाएर छ भनेर होइन जहाँ पनि फल्छ कि राजा यहाँ म्या फल्छ यहाँ अम्बा फल्छ यहाँ करेला कर्कल फल्छ त्यस पैसा पातमै फल्छ क्या यी कर्कलको पातमा पनि पैसा फल्छ पानको पातमा पनि पैसा फल्छ सुनकाउलीको या दालचिनीको जेको पातमा पनि पैसा फल्छ होइन मोरिङ्गाको पातमा पनि पैसा फल्छ होइन हामीले चाहिँ त्यसलाई कन्भर्ट गर्न चाहिँ जानिरहेको हो कन्भर्ट गर्न जानिरहेको फेरि पैसा पनि कागजबाट यसबाटै बन्छ कि त्यो काँचो खोस्टा पनि होइन काँचो खोस्टै बनाउला पनि होइन साला यो दुनियाँ बिगाएर काँचो खोस्टाले हो होइन कामले काँचो खोस्टा बनाएर होइन लडाएर दाइ भाइ देश विदेश दुनियाँभरि लडाएर होइन एउटा खोस्टाको लागि मरियो त्यो जिन्दगी बर्बाद होइन लास्ट दाइले पैसा भन्दाखेरि यति काँचो खोस्टा जम्मा गरेर मरिसक्यो मरि बेला त्यो पनि लान पाइँदैन क्या लान पाए नि पोको बार हो पनि है यत्रो कमाएको भन्ने हुन्थ्यो त्यो पनि पाइएन नि त्यसमा आफ्नै सन्तान लडेर अर्को आपत फेरि मरेपछि पनि सुख छैन फेरि बाउ जलाउनु अगाडि अंश भाग्ला भनिरहेको नेपालमा फुटबल यसरी हराइसक्यो नि भोगि भनिहाल्नु ए डिभिजन लिग पनि कहिले छ कहाँ छ थाहा छैन हामीलाई हामी पनि गफ गर्दा गर्दै कहाँ हरायो क्या दाइ ठ्याक्क नेपालको फुटबल र हाम्रो गफ उस्तै उस्तै भएको छ म वर्ल्ड कप रिलेटेड 2-4वटा क्वेसन गरेँ त दाइलाई नेपालले फुटबल वर्ल्ड कप जित्नलाई के गर्नुपर्छ तपाईँ प्रधानमन्त्री हुने बाहेकका अरू आइडिया दिनुहोस् अनि अब ठिकै छ मै प्रधानमन्त्री हुनु परेन म कहिले भने होइन है अब देशले जित्नु पऱ्यो जनताले जित्नु पऱ्यो त्यो कुरा हो दुईवटा उपाय छ नेपालले फुटबल खेल्नलाई कि त हामी अब एकदम वर्ल्ड क्लास इन्टरनेसनल खेल्नु पऱ्यो होइन त्यो खेलिन्छ हामी बनाइन्छ गरिन्छ हाम्रो बच्चाहरूलाई हाम्रो भाइ बहिनीहरूलाई हाम्रो साथीभाइहरूलाई हामीले बवाल तरिकाले ट्रेन गरिन्छ वर्ल्ड क्लास ट्रेनिङ इन्स्टिट्युटहरू बनाइन्छ वर्ल्ड क्लास हाम्रो गेमहरू बनाइन्छ स्टेडियम बनाइन्छ सब बनाइन्छ अर्को उपाय भनेको चाहिँ अर्गनाइज गर्ने हाम्रो चाहिँ टार्गेट भनेको चाहिँ अब 2000 कति भयो अहिले 26 30 होइन 34 38 42 46सम्म या 50सम्म चाहिँ हाम्रो नेपालले अर्गनाइज गर्ने भन्ने चाहना प्लान छ हाम्रो खासमा होइन यसो हेर्दाखेरि चाहिँ 42देखि 50सम्म फिक्स भएको छैन होला सायद 50सम्मको अहिलेसम्म होइन त्यतिखेरसम्म सोचौँ न साउदी अरबले अर्गनाइज गर्न सक्छ भने वर्ल्ड कप या कतारले अर्गनाइज गर्न सक्छ होइन हामी किन सक्दैनौँ होइन पैसाकै कुरा हो होइन उनीहरू तेल बेचेर धनी भए होइन स्टेडियम पनि गाँजाको बोर्डबाटै बनाइदिने हो क्या त्यो अब बन्छ त्यो पनि सम्भव छ जोक छ पाठ हामी अर्को क्वेसनमा गयौँ जे पनि बन्छ क्या भाइरहेको छ गाडी पनि बन्छ होइन प्लास्टिक पनि बन्छ त्यही भएर नै मैले बन्छ ब्याट्री पनि बन्छ गाँजा नेपाललाई बढ्दा होइन खाने होइन फेरि केटाहरू है कपडा सपडा बनाउने औषधि बनाउने डाँट बनाउने सदुपयोग चाहिँ जान्नु पऱ्यो क्या दाइ दुरुपयोग हरेक कुराको दुरुपयोग र सदुपयोग हुन्छ हामी सदुपयोग गरौँ दुरुपयोग नगरौँ है त एक्ज्याक्टली र कुनै पनि नसा नगरौँ केटा जिन्दगीको नसामा यसरी हराम कि केटा केही नसै गर्न नपरोस् दाइ नेपालीहरू चाहिँ चिजको सदुपयोग गर्न अलि नजानेकै हो कि जस्तो लाग्छ
किन भन्दाखेरि निकोलस भुसाल दाई यहाँ हुनुहुन्छ क्या आज भनेको त सदुपयोग नगरेकै त हो नि त एक हिसाबले होइन निकोलस दाईलाई त धेरै सदुपयोग गरेर एकदम दामी कुराहरू निकाल्न सकिन्थ्यो नि त दाई के लाग्छ यो विषयमा चाहिँ तपाईँलाई अब खास देशलाई चिन्नु पऱ्यो कि मैले आफैलाई चिनिसकेँ मलाई ठिकै छ र नेपालीले नेपालीलाई चिन्नु पऱ्यो कि exactly. ठाउँको नाम हेर न राजा सबै भगवान्को नाममा होइन मान्छेकै नाम हेर सबै भगवान्कै नाम छ राम गीता सीता होइन अनि चाहिँ अब शिव अब सबै कुराहरू होइन अनि मेरो नामको मतलब पनि के भन्दा जनताको जित निकोलस भनेको त्यही भएर हो होइन जनताले जित्नु पऱ्यो देशले जित्नु पऱ्यो भन्ने हो मलाई चिन्न परेन आफैलाई चिनेनन् कि नेपाली हाम्रो साथीभाइले आफू जन्मेको ठाउँलाई चिनेनन् आफ्नो गाउँलाई चिनेनन् र सबभन्दा दुःख लागेको कुरा आफ्नो यस्तो खतरा वा नेपाल भन्ने यस्तो संसारको माथिको देश शिवको देश बुद्धको देश महाकालीको देश पार्वतीको देश सीतामाताको निकोलस देश दाईको देश होइन, सुनिल निकोलस- खड्काको देश हामी नेपालीको देश होइन, हाम्रो देश दाई। हाम्रो देश हामीले चिनेनौँ क्या राजा exactly. अनि देश गरिब छ भन्छन् तिमीलाई थाहा छ होइन जनकले चाहिँ सीताको र रामको बिहामा कति दक्षिणा दिनुभएको थियो मलाई थाहा छैन दाई होइन एक बेलगाडा चाहिँ यो मोती हिरा सुन दिनुभएको थियो कि तोलार अनि एकदम धनी क्या हामी तोलार इन्डियामा ल्याएर जम्मा गर्दाखेरि चाहिँ होइन एउटा पाहाड बनाएको थियो कि राजा त्यसलाई अहिले मडी पाहाड अहिले पनि छ राजा एक दिन खोज्न जानुपर्छ दाजुभाइ भएर बुझ्यो दाई दाई त्यो बिहे हुने क्रममा चाहिँ सम्पत्ति छानबिनमा हुनुहुन्थ्यो क्या यस्तो धेरै तथ्य निकालिरहनु भएको छ दाइले यार होइन म चाहिँ खोज्छु क्या राजा सत्य कस्तो रहेछ त हाम्रो देश त्यत्रमा कस्तो रहेछ दपरमा कस्तो रहेछ यो इतिहास थाहा भयो भने के हुन्छ थाहा छ भविष्य पनि थाहा हुन्छ कि राजा हामी कहाँबाट आयौँ र कहाँ जाँदैछौँ थाहा हुन्छ नि त राजा एक्ज्याक्टली ल दाइ म अर्को क्वेसनमा गयौँ हामी धेरै उ गऱ्यौँ जोस् पानी परिरहेछ दाइ होइन यो मलाई पनि सपोर्ट गरिरहनु भएको छ मलाई चाहिँ नेपाली फुटबलले जित्छ जस्तै लाग्छ क्या किन भन्दाखेरि पहिला पहिला त हामी केटाकेटी हुँदाखेरि गेम हेर्दाखेरि पानी पऱ्यो भने नेपाली ढुक्कै जित्थ्यो नि होइन त्यो खालको गेम हुन्थ्यो नि आज गफमा पनि पानी परेको छ पक्कै नेपाली फुटबलको विजय हुनेवाला छ दाइ अब इङ्ल्यान्ड र अर्जेन्टिनाको चाहिँ गेम भयो यो युद्धमा चाहिँ तपाईँ कसको सपोर्टमा हुनुहुन्थ्यो अनि तपाईँ साइड रेफ्री हुनुभएको भए कुन झन्डा देखाउनुहुन्थ्यो दाइ अब खास भन्नुपर्दा म हिजो दुइटैको समर्थनमा थिएँ कि अब होइन के भन्दाखेरि चाहिँ अब खास अब मेसीले जितोस् नै भन्ने लागेको थियो अर्जेन्टिनाले होइन किन भन्दाखेरि अब माया लाग्छ कि हुन त हामी रोनाल्डो सपोर्ट गरेर पहिले पोर्चुगललाई हामी धेरै सपोर्ट गऱ्यौँ हुन त अब हेरिकेनहरू इङ्ल्यान्डको पनि टिमहरू राम्रो छ होइन एउटाहरू उनीहरूले जित्दा पनि हामी खास यो हार जितका लागि भन्दा नि गेम चाहिँ खुसीका लागि आनन्दका लागि रमाइलोको लागि हेर्ने मान्छे हो कि झगडा गर्नका लागि यता र उता गर्नको लागि भन्दा पनि एउटा मिठो याद अनि मिठो सम्झना साथीभाइ बस्यो गेम हेऱ्यो एउटाले जित्यो एउटाले हार्यो जसले जिते पनि हामी खुसी हारे पनि हामी खुसी सधैँभरि हामी खुसी त्यसका लागि चाहिँ हामी हेर्छौँ कि खास गेम त्यही भएर चाहिँ हामीलाई त्यस्तो धेरै अब त्यस्तो खुसी पनि ओभर एक्साइटेड हुनुपर्ने नि थिएन त्यस्तो दुःखी हुनुपर्ने कारण पनि केही थिएन एउटा इमोसनमा बसेर नै थियौँ जोस् रमाइलो थियो जस्तै अमेरिकामा भइरहेको वर्ल्ड कपमा खेल्ने खेलाडीहरूलाई चाहिँ अमेरिकी दलाल भन्न मिल्छ कि नै मिल्दैन होइन अमेरिका नि स्वर्ग हो अस्ट्रेलिया नि स्वर्ग हो अर्जेन्टिना नि स्वर्ग हो होइन हामी त वसुदैवम कुटुम्बकम हाम्रो भाग हो होइन उनीहरूले चाहिँ बुझाउनु पर्ने छ क्या राजा होइन सूर्य पूर्वबाट उदाउँछ नि राजा हाम्रो ज्ञान पनि पूर्वबाट उदाउनु पर्ने हो कि तर हामी चाहिँ कस्तो भन्दाखेरि अब अलिकति कमेडी नै हुन्छ म अलिकति यो होइन म्यासिभ भाइरल पनि हुन्छ म भनौँ कि नभनौँ यो भन्नु न हजुरकै कुरा सुन्नु अलि अलि बढी नै होला है अहिले पछि भनौँ ल होइन हामी चाहिँ उनीहरू जस्तो बन्न खोज्यो उनीहरू चाहिँ हामी जस्तो बन्न खोजेको छ कि हाम्रो संस्कार संस्कृति हाम्रो धर्म हाम्रो देशमा जति मासिएको छ नि त होइन त्यो चाहिँ हाम्रो उतातिर या अफ्रिकातिर सबैतिर फैलिएको छ क्या अन्तिममा हामी चाहिँ सत्य र शाश्वतमा छौँ क्या राजा होइन अब भनेको हामी चाहिँ सङ्गठन सम्बन्धम सम्भव मनासी जातनम सर्वै भवन्तु सुखिनवाला त्योवाला भाइब त्योवाला वेशभूषा त्योवाला परम्परा हो कि मान्छेले पृथ्वी लोक भन्छन् नि त राजा हामी त भोर लोक हामी त यताको सात लोक यो पृथ्वी लोक आफैमा स्वर्ग लोक भन्दा पनि दामी हाम्रा पुर्खाले बनाएर इन्द्र भगवान् आएर स्वर्गलोकबाट आएर मेरो पनि स्वर्गलोकको डिजाइन गर्दै मेरो पनि स्वर्गलोकलाई तिमीहरूको पृथ्वी जस्तो दामी बनाइदिए भनेर भनेपछि हाम्रो विश्वकर्मा र विश्वमित्रले चाहिँ हामीले बनाइन्छौँ तर तन एउटा कन्डिसन छ भनेर के कन्डिसन छ भन्दा हामीलाई एउटा सुनको भर्याङ बनाइदियो पृथ्वी त्यहाँसम्म जान भनेर त्यो सुनको भर्याङ बनाएको द्वार चाहिँ स्वर्गद्वारी अहिले पनि छ कि त्यही राजा होइन अनि हाम्रो यस्तो खतरा हाम्रो विश्वकर्मा यस्तो खतरा हाम्रो पुर्खाहरू अहिले आएर हामी साला के न के को भएर पो त हामीले बुझिया छैनौँ धेरै कुराहरू त्यही भएन ठिक छ अर्को क्वेसन गयो है त म जस्तै एउटा फुटबल म्याचमा ग्राउन्डभित्र कतिजना मान्छे हुन्छ अब कत्रो ग्राउन्ड छ कुन ग्राउन्ड छ भन्ने कुरा हो होइन अब पहिला त अब 24 11 22जना प्लेयर भइहाले 2-3जना रेफ्री भइहाले अब वरिपरि हेर्ने त अब स्टेडियम क्यापेसिटी हेरेर अब 1 लाखसम्म छ होला म्याक्सिमम् एराउन्ड हेर्दाखेरि दाइ जस्तै 50-60 हजार 80 हजार त्यही त हो नि नर्मली क्यालकुलेट गर्दाखेरि रोनाल्डोले चाहिँ विश्वकप जित्नलाई केले रोके जस्तो लाग्छ तपाईँलाई अब सबै कुरा लेखेको हुँदो रहेछ कि राजा उसकोमा लेखेको थिएन रहेछ कि राजा होइन अनि अब ऊ
पोर्चुगलमा जन्मियो, पोर्चुगलमा हुर्कियो, खेल्यो, एउटा पनि ट्रफी नजितेको देश, फुटबलमा त्यति साह्रै नचिन्नेको देश होइन, त्यस्तो नभएको देश, त्यसलाई चाहिँ जे आफू आयो 3-3वटा ट्रफीहरू जितायो, युरो कप जितायो होइन। अनि उसकोमा त्यति लेखाएको थियो होइन। मेसीको पहिले पनि वर्ल्ड कप जितेको टिम, अलिकति खत्रै टिम होइन, सबै कुरा टिम पनि मिलेको, डिफेन्सदेखि लिएर एट्याकसम्म सबै मिलेको, अलिकति टाकटुक्को ट्याक मिल्ने, पोर्चुगलको नमिल्ने होइन। अनि त्यो भएर चाहिँ अब ठिकै छ। अब के भन्दाखेरि चाहिँ अब रोनाल्डोले जति पायो त्यतिमा ऊ खुसी हुनु पऱ्यो, मेसीले जति पायो त्यसमा ऊ खुसी हुनु पऱ्यो होइन। अनि भक्तहरूलाई केही कुराले पिडाल्यौँ, केही कुराले झगडा गऱ्यौँ भनेर दुइटाको नाम लिएर झगडा गर्नु भएन, मिलेर बस्नु पऱ्यो होइन। उनीहरू पनि त्यसमा खुसी हुनु पनि पर्यो। खुसी हुनु पऱ्यो। रोनाल्डोले यति पायो हामी त्यसमा खुसी छौँ होइन। मेसीको नि अब जो जिते त्यसमा खुसी छौँ, अर्को जिते झन् खुसी हुन्छौँ, नजिते नि खुसी हुन्छौँ हामी। खुसी हुन हामीलाई रोक्दैन केहीले होइन। दाइसँग कुरा गरेर खुसी लाग्यो होइन। खास भनौँ न दुःखी हुनको लागि कारण चाहिन्छ कि होइन मान्छेलाई। अब कहिले कोही बितेको ठाउँमा केही पऱ्यो भने पनि त्यसमा पनि कमी दुःख लाग्छ, त्यति साह्रो दुःख त लाग्दैन हामीलाई। किन भन्दाखेरि मुक्ति पाउनु जाने थियो, हामी पनि जाने भन्ने खालको भाव हुन्छ। तर मान्छेलाई चाहिँ खुसी हुने कारण खोज्नु पर्दैन कि, जतिखेर पनि खुसी हुने बानी भयो भने चाहिँ जिन्दगी आनन्द छ कि होइन। अब हामीले दुःखी हुने खोज्यौँ भने त कारण भेटिहाल्छ नि। आज यो पानी पऱ्यो भनेर ओहो क्या दामी वर्षा, क्या सोच्नु पऱ्यो नि त। अनि आज क्या शीतल, क्या आनन्द सोच्नु पऱ्यो। ओ जाडो भयो भनेर होइन। अनि हामीले पुष माघको शीतलता महसुस गर्नु पऱ्यो, वैशाख जेठको न्यानो महसुस गर्नु पऱ्यो कि। बेसी नयाँ गर्मी भन्नु भएन, या पुष माघमा जाडो भनेर टेन्सन लिनु भएन कि होइन। जे हो त्यसमा रमाउन सक्नु पऱ्यो, त्यसमा हाँस्न सक्नु पऱ्यो, त्यसमा नाच्न सक्नु पऱ्यो, त्यसमा बाँच्न सक्नु पऱ्यो। कसैको अलिकति ठुलो घर होला, कसैको सानो घर होला, कसैको ठुलो गाडी होला, कसैको सानो गाडी होला, कसैको ठुलो परिवार होला, कसैको सानो परिवार होला। अरूलाई हेरेर आफूलाई कम्पेयर गर्नु भएन कि होइन। उसको छुट्टै छ दुनियाँ, मेरो छुट्टै छ दुनियाँ होइन। उसको ठुलो घर भयो भने तनाव होला, मेरो सानो घर भयो भने तनाव नहोला होइन। उसको ठुलो घर भयो निद्रा नलाग्ला, मेरो सानो घरै नभए झुपडीमा गुफामा बस्छ निद्रा लाग्ला होइन। उसले केही पायो होला, मैले केही पाएँ होला, उसले केही गुमायो होला, मैले अरू केही गुमायो होला। त्यो सबैमा फरक छ कि। हामी सबैजना चाहिँ एकदम स्पेसल छौँ कि होइन। हामीले अरूसँग कम्पेयर गरेर चाहिँ अलिकति झ्याउ नै हो। त्यही भएर जिन्दगीमा कसैलाई जित्नु छ भने सिर्फ एकजनालाई जित्नु छ, त्यो भनेको आफैलाई हो कि राजा। कसैसँग हार्नु छ भने होइन आफैसँग हार्नु हो कि। दुनियाँलाई जित्नुभन्दा ठुलो कुरा आफैलाई जित्नु हो होइन। दुनियाँलाई चिन्नुभन्दा ठुलो कुरा आफैलाई चिन्नु हो राजा। हामीले त आफैलाई चिनेको, आफ्नै धरतीलाई चिनेको, आफ्नै विश्व ब्रह्माण्ड चिनेको मान्छे, हामीलाई केही कुराले फरकै पनि नपर्दो रहेछ कि। हो ठिक दाइ। र अन्त्यमा एउटा क्वेसन गरिहाल्दा मैले तपाईँलाई, फागुन 21 गते हजुरको जन्मदिन, शुभ जन्मदिन। चुनाव पनि फागुन 21मा नै भयो दाइ। अनि वर्ल्ड कप चाहिँ किन असारमा भइरहेछ, यो किन फाग्नु भयो नि दाइ? अब ठिक छ केटाहरू, अब भनौँ न अब के छ भन्दाखेरि चाहिँ अब कुनै बेला हामीले अर्गनाइज गरिएछ भने त्यतिखेर चाहिँ हामीले फागुनमै गर्नुपर्छ केटाहरू वर्ल्ड कप। फागुन 21मा नेपालमा भयो भने वर्ल्ड कप ओपनिङ हुन्छ दाइ। अहिले केही हुनुपर्छ भन्ने छैन, हामीले प्रयास गरौँ न। तर ठिकै छ, अब जे होस् भनौँ न अलिकति पहिल्यै फिक्स हुन्छ यो कुराहरू होइन। अब सबै कुराहरू चाहिँ के छ भन्दाखेरि पृथ्वीमा पनि कि विश्व ब्रह्माण्डभरि चाहिँ हामीले अलिकति स्पोर्ट्सलाई, अलिकति म्युजिकलाई, अलिकति युनिटीलाई, अलिकति यतातिर अलिकति ध्यान दियो भने। तर यिनीहरूले चाहिँ हतियारहरू, मिसाइलहरू, यो औषधिहरू दुनियाँभरिमा बढी ध्यान दिएर चाहिँ नेगेटिभिटी बढी भएको छ कि, फ्रस्ट्रेसन बढी भएको छ कि। र हामी नेपालले म के भन्छु भन्दाखेरि चाहिँ संसारभरिका मान्छेहरूलाई एकीकृत गर्न होइन, विश्व शान्ति सङ्गठन। मेरो जिन्दगीको सपना के भन्दाखेरि राजा कपिलवस्तुको बाणगङ्गामा विश्व शान्ति सङ्गठन बनाएर संसारका हरेक देशका राष्ट्र प्रमुखलाई बोलाएर पहिला सुरु एसियालाई एक गरेर चाहिँ एसियाको झगडा अन्त्य गर्ने। त्यसपछि चाहिँ बुद्धको नाति हौँ, शिवको नाति हौँ, बुद्धको छोरा हौँ भन्दै नलड्यो इरान र अमेरिका झगडा बन्द गर होइन। अब चाहिँ हामी शान्ति, अब हामी वार्ता भनेर वार्ता गराएर तिनीहरूलाई यहाँ ल्याएर चाहिँ मिलाउने होइन। त्यसका लागि यो सम्भव पनि छ। फेरि अहिले नेपालले जसरी अहिले संसारभरि चिने नि त, जेनजीहरूले के गरे होइन, यिनीहरूले युवाहरू आएर के गरे त नेपालमा भन्यो भने नेपाल पुरै करोडपति बनाए, संसारको धनी बनाए, खुसी बनाए होइन। बुर्किना फासो यो चेन्नईभन्दा पनि दामी बनाए। र यिनीहरूले चाहिँ संसारभरि चाहिँ यिनीहरूले गरिब देशहरूलाई धनी बनाउने फर्मुलाहरू पनि पत्ता लगाए, धनी पनि बनाए। संसारभरिका गरिब देशहरूलाई धनी बनाइदियो, धनी बनाएर एउटा शान्ति, विश्व शान्तिका लागि लागे, विश्व एकताका लागि लागे, विश्वमा मानवता जगाउन दिएर, कल्याण जगाउन दिएर, करुणा जगाउन दिएर, धर्मको बाटोतिर कुनै पनि धर्म होस् एउटै हो कि धर्म होइन। सबै धर्मलाई चाहिँ समभाव राखेर चाहिँ धर्म विस्तारमा, एकताको विस्तारमा, शान्तिको विस्तारमा गरेर यिनीहरूले चाहिँ संसारभरिलाई चाहिँ एउटा स्वर्गको रूपमा विकास गरे। र यिनीहरूले चाहिँ यो नेपालबाट सुरुवात गरेर एउटा शान्ति खोज्न आउने देश, ज्ञान खोज्न आउने देश, ध्यान खोज्न आउने देश, आफैलाई चिन्न आउने देश, एउटा सत्यभूमि, शान्तिभूमि, ज्ञानभूमि, एउटा देवभूमि नेपालको रूपमा विकास गरे। र संसारभरि चाहिँ विश्व शान्ति सङ्गठन बनाएर चाहिँ शान्ति र सत्य चाहिँ फैलाए। र आज पृथ्वी मात्र होइन, पृथ्वी लोकभन्दा माथिको लोकमा पनि भगवान्लाई खुसी बनाए, तलतिरका राक्षसहरूलाई पनि उतैतिर खुसी बनाएर राखे भन्ने चाहिँ त्यो त्यति पोटेन्सियल भएको हामी नेपाली हो कि। सत्ययुगमा चाहिँ यहाँदेखि सबै चल्थ्यो, त्रेतायुगमा
स्वर्गलोकदेखि नर्कलोकसम्म चल्थ्यो यहाँबाट होइन द्वापर युगमा श्याम भनेको अनि श्याम भनेको आफै कृष्णको नाम र उसको छोराको पनि त्यही उसको राज्य सत्यको राज्य चल्थ्यो अहिले कली हो कलीको चाहिँ नेपालीहरू सबै कल्की जस्तो भएर र जुन कली भनेको त नेगेटिभिटी होइन घोर हामीभित्रको दुःखको कारण हो नि त हामीभित्रको होइन लोभ मोह क्रोध अहङ्कार ईर्ष्यालाई त्यागे र आज कस्तो दामी दुनियाँ बनाए भनेर चाहिँ हामीले सकिन्छ होइन हाम्रा पुर्खा बुद्धले युट्युब नहुँदा फेसबुक नहुँदा इन्स्टा पनि नहुँदा केही पनि नहुँदा संसारभर शान्ति फैलायो फैलाएन होइन अहिले पनि थाहा छ अनि हाम्रोमा त सजिलो छ होइन उनीहरूले भनेका पृथ्वी स्वर्ग मैले भने होइन पृथ्वी स्वर्ग बुद्धले भनेका हुन् शिवले भनेका हुन् हाम्रो पुर्खाले भनेका हुन् हामीले मानिदिएको होइन हो पनि फेरि ल तिमीलाई अहिले भरे स्वर्ग जाऊ भन्दा जान्छौ होइन म स्वर्गमै छु दाइ अनि यही हो नि त स्वर्ग यसैलाई फिल गर न अनि पो स्वर्ग हो त एउटा कुरा के बुझ्नु पऱ्यो भन्दा हामी सबैले चाहिँ कसैले नि म शान्ति खोज्दै नि अनि कहिले शान्त हुँदैन क्या त अहिले भर शान्त भइहाल्यो नि कसैले खुसी खोज्दै भड्क्यो भने कहिले खुसी हुँदैन क्या त अहिले खुसी भइहाल्यो नि होइन कसैले नि मुक्ति खोज्दै मोक्ष खोज्दै हिँड्यो भने कहिले पनि त मोक्ष हुँदैन मुक्ति पनि हुँदैन अहिले मुक्ति भइहाल्यो नि होइन अनि त्यसरी चाहिँ हामीले चाहिँ बुझ्नुपर्छ कि खास होइन जाँदा अन्तिममा दर्शकहरूलाई चाहिँ वर्ल्ड कपलाई लिएर अथवा अरू कुरामा के भन्न चाहनुहुन्छ तपाईँ फुटबल फ्यान्सहरूलाई नेपालको फुटबल फ्यान्सहरूलाई जो नेपाली फुटबलको प्रगति हेर्न चाहनुहुन्छ अथवा विश्वमै नेपालको एउटा पहिचान खोज्दै हुनुहुन्छ ती फुटबल फ्यान्सहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ दाइ हामीले अब घरमा चोकमा टोलमा रेस्टुरेन्टमा 32वटा झन्डा झुन्डाइरहेछौँ होइन खुसी लाग्छ तर कता एउटा यो यस्तो खाले झन्डा भएन कि भन्ने फिल हुन्छ कि होइन सायद हाम्रो झन्डा पनि भइदिएको भए संसारका आज जहाँ जाँदा पनि हुन्थ्यो होइन अनि कहिलेकाहीँ यसो बाइकमा हिँड्दा यसो तताततै हिँड्दाखेरि अर्जेन्टिनाको झन्डा बाइकमा राखेको देखिन्छ यसो कहिलेकाहीँ अफ्रिकातिर साउथ अमेरिकातिर नेपालको झन्डा पनि राखेर चलाउने दिन आइदिन्छ कि कहिलेकाहीँ अर्जेन्टिनामा पनि नेपालको फ्यान भएर हिँड्छन् कि होइन होइन अनि त्यो सोचौँ न सपना देखे पो पुरा हुने हो त होइन मैले भने के भन्दाखेरि हाम्रो 5 वर्षको बच्चा र अर्जेन्टिनाको 5 वर्षको बच्चामा केही फरक छैन कि जस्ट 10-15 वर्षको कुरा हो कि 10-15 वर्षपछि वर्ल्डको टप फुटबलर भइदिन्छ होइन हाम्रोले त चान्सै पाउँदैन कि हाम्रो सपनामै छैन कि कसैको त के सपना देख्नै पाउँदैन कि ल दाइ अब जस्तै त्यही फुटबल फ्यानहरूलाई के भन्न चाहनुहुन्छ नेपालमा भावी रूपमा हेर्दाखेरि के भन्न चाहनुहुन्छ तपाईँ के भन्दाखेरि साथी हो सबै समस्याको एउटा कारण चाहिँ अभाव हो है त होइन अभावले मात्र पनि होइन अभाव पनि एउटा मुख्य कारण हो सायद हामीले देशलाई धनी बनाएको भए सायद हामीले देशलाई दामी बनाएको भए हामीले पनि रोनाल्डोलाई बोलाउन सक्थ्यौँ होला मेस्सीलाई बोलाउन सक्थ्यौँ होला खतरा ट्रेनरहरू बोलाउन सक्थ्यौँ होला हामीले 7वटै प्रदेशमा 7वटा फुटबल स्टेडियम बनाउन 7वटा क्रिकेट स्टेडियम बनाउन 7वटा भन्नु सबै कुराहरू बनाउन हामी सक्थ्यौँ होला त्यो सकेको छैनौँ बच्चाहरूलाई हामीले आश देखाउन सकेको छैन दुःखको कुरा आज 5 वर्षको फुच्चे र नेपालको 5 वर्षको फुच्चे अर्जेन्टिना स्पेनहरूको उनीहरूको या फ्रान्सहरूको उनीहरूको चाहिँ 15 वर्ष पछाडि 10 वर्ष वर्ल्डकै टप फुटबलरहरू बनिरहेको हुन्छ तर हाम्रो साथीको सपनै के छ भन्दा उसको चाहिँ टप वर्ल्डको फुटबलर बन्छु भन्ने छ भने होइन मेरो बच्चाको सपना चाहिँ बिस्तारै कस्तो हुँदै भन्दा त्यो टप फुटबलर भइसकेपछि त्यसको पछाडिको होटेलमा गएर म सफा गर्छु यहाँ गेटमा बसेर मैले सलाम गर्छु भन्ने सपना छ कि होइन त्यो सपनै खराब छ साथी हामी दुनियाँको दास हुन जन्मेको होइन दुनियाँको मालिक हुन जन्मेको दुनियाँको नोकर हुन जन्मेको होइन दुनियाँको गुरु हुन जन्मेको हामी पहिला सुरु यो बुझ्नु पऱ्यो हामीले होइन हामी दुनियाँको चौकीदारी गर्न जन्मेको होइन हामी धर्म दश र जनता रक्षा गर्न जन्मेको हामी शिवसेना हामी गोरखसेना हामी एकदम खत्रै मान्छे हामी बुद्धको सेना हो हामी किरातेश्वरको भक्तहरू हो त्यो अनुसारले हामीले बुझ्नु पऱ्यो आफैलाई अन्डरस्ट्यान्ड गर्नु भएन र खेलकुदलाई प्राथमिकता दिनु पऱ्यो बच्चैदेखि बच्चाले चाहिँ खेल्यो भने ओ खेलिस् भनेर थर्काउने काम गर्नु भएन होइन राम्रो प्लेयर बनोस् भनेर बाबाआमाले नि सोच्नु पऱ्यो राम्रो क्रिकेटर बनोस् राम्रो भनौँ न एथलेट बनोस् भनेर सोच्नु पऱ्यो होइन हरेक कुरालाई हामीले प्राउड राम्रो सिङ्गर बनोस् राम्रो आर्टिस्ट बनोस् राम्रो कुरा बनोस् त्यसलाई चाहिँ प्राथमिकता दिनु पऱ्यो र शिक्षा खत्तम भइसक्यो हाम्रो खास होइन शिक्षामा चाहिँ हामीले स्पोर्ट्सहरूलाई प्रायोरिटीमा राख्नु पऱ्यो दिनमा 2 घन्टा एटलिस्ट बच्चाहरूलाई हामीले फिल्डमा खेल्नमा लगाउनु पर्छ र 2 घन्टा उसलाई चाहिँ हामीले मिनिमम पनि एभरेजमा उसलाई चाहिँ आर्टहरू कलाहरू क्रिएटिभ फिल्डमा लाउनु पऱ्यो कि होइन हाम्रो एजुकेसन भनेको चाहिँ नलेज बेस्ड एजुकेसन काम नलाग्ने एजुकेसन अमेरिकाको दास बनाउने एजुकेसन उनीहरू धनी हामी गरिब भनेर सिकाउने एजुकेसन खत्तम भयो त्यही भएर हामी चाहिँ मालिक बन्ने एजुकेसन स्किल बेस्ड र क्रिएटिभिटी बेस्ड एजुकेसन सिस्टम हामीले अप्नाउनु पर्छ होइन अनि स्किल भनेको यही स्पोर्ट्सहरू अरू सबै कुराहरू स्पोर्ट्स यो स्किलहरू हो र क्रिएटिभिटी भनेको कलाहरू साहित्यहरू यो भनेको क्रिएटिभिटी हो यसलाई चाहिँ अलिकति फोकस दिनु पऱ्यो हाम्रो एजुकेसन सिस्टममा अर्को कुरा भनेको चाहिँ अहिले हामी देशको खाउँ देशको लाउँ देशमै रमाउँ गोठालो अभियान आत्मनिर्भर नेपाल महाअभियान भनेर हरेक गाउँमा हामीले चाहिँ हरेक रोपनी जग्गामा मान्छेहरूलाई चाहिँ पैसा कमाउने बाटो देखाउने भनेर नेपालमै रुखमै पातमै हरेक पातमा पैसा फाल्नु पऱ्यो हरेक रुखमा पैसा फाल्नु पऱ्यो भनेर जडीबुटीहरू हर्रो बर्रो अम्ला बहुमूल्य वृक्ष लगायत हाम्रो गोठालो माट भनेर चाहिँ नेपाली उत्पादन मात्र बिक्री हुने हाम्रो गोठालो एप र गोठालो माट पनि छ यो भनेको सुरुवात हो हरेक पालिकामा 300 जना र हरेक सहरमा 500 जनालाई हामीले यसबाट रोजगार सृजना गर्न सक्छौँ भने प्रत्येक ओडामा लग्दाखेरि 21 लाख जना
यसबाट सुरु हुन्छ। र मेरो चाहना के भन्दाखेरि चाहिँ यो देशमा 2 लाख जति कृषि सेना बनाऊँ होइन, किन कृषकलाई हेप्ने होइन, किन सानो सोच्ने होइन, उनीहरूलाई पनि बवाल फिल होस्। 2 लाखजना हाम्रो कन्स्ट्रक्सन आर्मी सेना बनाऊँ न, किन लेबर भन्ने, किन मजदुर भन्ने, कृषि आर्मी सुन्दै कति मिठो छ अनि कन्स्ट्रक्सन आर्मी भन्छन्, टक्क बुट सुट लाउँछन्, टक्क जान्छन्, बाटो घाट बाटो बनाउँछन् होइन, काम गर्छन्। अनि किन बेकार, उनीहरूलाई पनि फिल होस् न म त सेना भन्ने होस् न त होइन। 2 लाखजना इन्डस्ट्रियल आर्मी बनाऊँ, उद्योगमा जान्छन्, ढाक रोटी हाल्छन्, के हाल्छन्, के निकाल्ने हो निकाल्छन्, केटाहरूले कपडा निकाल्छन् यताउता। 2 लाख जति डिजिटल आर्मीहरू बनाऊँ। अब संसारमा हामीले भरिया बन्दुक बोकेर के आर्मी बनाएको, यो काम नगाछितको हामीले मिसाइल बनाऊँ, ड्रोन बनाऊँ, नलडौँ होइन। संसारभरि हामीले चाहिँ आफ्नो डिफेन्स त हामीले बनाउन सक्छौँ। मलाई चाहिँ के ब्याक्टेरिया बनाऊँ, भाइरस बनाऊँ, सम्भव छ त, एभ्रिथिङ इज पोसिबल। हामीसँग युरेनियम छ, हामीसँग फलाम छ, हामीसँग तामा छ होइन। हामी कसैले एट्याक गर्ने होइन, कोही आयो भने हामी पनि कम होइन भन्ने त हाम्रो पुरानो पहिचान हो नि त होइन। यो चाहिँ बिर्सिनु भएन होइन, त्यो चाहिँ हाम्रो बिर्सिनु भयो। हामी वीर गोर्खाली भन्ने, अनि अहिलेसम्म भरिया बन्दुक पनि नबनाउने होइन। कुकुरी बोकेर अनि खुकुरी बोकेर ढुङ्गा बोकेर सधैँ त चल्दैन नि त महाराज। अब त हामी नेक्स्ट लेभलमा जानु पर्यो। र नयाँ पुस्ताहरू चाहिँ स्पेसल्ली भन्नुपर्दाखेरि पुरानो पार्टीको जति पनि हुनुहुन्छ, हजुर बाहरूलाई आराम गराउन दिनु। तपाईँहरू साँच्चै देश बनाउने हो भने काङ्ग्रेसका युवाहरू बिरुवा रोप्दै हिँड्नु देशभरि होइन, हँसिया हतौडा बोकेर कृषि क्रान्ति गर्दै हिँड्नु, हँसिया हतौडा बोकेर उरेर होइन। अब एमालेका साथीहरू चाहिँ पुरै सोलर प्यानल फिट गर्दै हिँड्नु देशभरि होइन होइन। तर यो झगडा गर्दै नआइने केटाहरू होइन, कन्स्ट्रक्टिभतिर जाऊँ न। अनि पो चिन्हको पनि पुरा हुन्छ होइन, वर्थ इट हुन्छ नि त दाइ। काम नगासी त सधैँभरि लडेर सधैँभरि झगडा गरेर अनि अनि यतातिर लाग्नु कि केटाहरू कन्स्ट्रक्टिभतिर लाग्नु कि। अनि नयाँ पार्टीका हाम्रो साथीहरू पनि देश तिमीहरूले बनाउने साथी हो, तिमीहरूले बनायो भने हामी इथियोपिया बनाउन जान्छौँ, अरू देश बनाउन जान्छौँ, हामी क्युबामा गएर पुरै क्युबा स्वर्ग मेड इन क्युबा अभियान चलाउँछौँ हामीले त्यहाँ गएर होइन, मेड इन सोमालिया अभियान चलाउँछौँ होइन। त्यहाँ गएर हामीलाई के आपत्ति छैन, पृथ्वी स्वर्ग भन्दै हिँड्छौँ, स्वर्ग बनाउँछौँ भन्दै हिँड्छौँ। तर बनाउँदै बनाएन भने त फेरि तिमीहरूको विकल्प पनि अर्को आइहाल्छ। त्यही भएर साथी सुध्र, धेरै यो खतम कामहरू अहिले राम्रो भएको छैन, लक्ष्य राम्रो देखेको छैन होइन। त्यही भएर चाहिँ मौका छ, हाम्रो पुस्ताको कुरा हो होइन। हाम्रो सरकारलाई हामी सफल होस् भन्ने चाहन्छौँ। सरकार सफल भए देश सफल हुने, युवा सफल हुने, जनता सफल हुने होइन। राम्रोलाई राम्रो भनौँ होइन, नराम्रो भनौँ। पहिला बिग्रेको पनि देश चाहिँ एउटा व्यक्तिलाई भगवान् बनाएर हो कि होइन। नेपालले अनि मैले धेरै सोचेँ क्या राजा, नेपालमा किन कसैलाई झ्याप्पै भगवान् बनाउँछन्, फेरि झ्याप्पै किन राक्षस बनाउँछन् भनेर यसो सोध्दै गएँ होइन। किन भनेर अन्तिममा के पत्ता लाग्यो भन्दाखेरि त मान्छे भगवान् जस्तो रहेछ नि यहाँ, उसले आफू जस्तै खोज्छ नि त त्यसपछि होइन। अनि त्यसपछि उनीहरूले सानैदेखि चाहिँ भगवान् र राक्षसको कुरा सुन्दै आयो क्या हो। यो नेता चाहिँ त त्यति सुनेनन् होइन। ल शिवजीको पालामा को नेता थियो, को राजा थियो, म थाहा छैन होइन। हाम्रो पुर्खादेखि चाहिँ जहिले पनि हामीले त्यागीहरूलाई सम्मान गऱ्यौँ कि होइन। शिवजी कहिले राजा भएन, हाम्रो बुद्ध कति राजा भयो कोही याद राजकाजै छोडेर हिँड्ने राजै कति छोडेर हिँडेको मान्छे अहिलेसम्म सम्झिन्छौँ होइन। कतिवटा प्रधानमन्त्री हामीलाई याद छैन, तर गणेश मानलाई कहिले हामीले अहिले पनि सम्झिन्छौँ। त्याग ठुलो कुरा, त्यही भएर चाहिँ मै हुनुपर्छ भन्ने भाव छोडेर मेरो देश र मेरो जनता चाहिँ बन्नै पर्छ। देश स्वर्गस्तु छ, भगवान् जनता स्थान। स्वर्गस्तु देशलाई हामीले सबैले बगैँचा जसरी सजाउनुपर्छ, भगवान् जस्तो जनतालाई हामीले सधैँभरि हँसाउनुपर्छ भन्ने भाव बोकेर म नेपाली, मेरो देश म बनाउँछु, मेरो देश भन्ने सोचेर मिलेर बनाउँछौँ हाम्रो देश फर्क अभियान, गाउँ फर्क महाअभियान भनेर हरेक गाउँमा चाहिँ हामीले हरेक ठाउँमा गएर त्यसलाई चाहिँ मेरो हजुरबाको सोच न राजा। म यसो सोध्छु कि अहिले मेरो हजुरबाको होइन फार्म हाउस विथ रिसोर्ट विथ गार्डन विथ वाइल्ड लाइफ थियो कि राजा होइन। मेरो चाहिँ ग्रान्ड फादर्स रिसोर्ट विथ गार्डन विथ वाइल्ड लाइफ थियो कि अहिले पनि छ। त्यो छोडेर म कहाँ आएर यत्रो टोकरीमा ल्याएर जग्गा किनेर घर बनाएर बस्नुपर्ने, यो खराब भएको छ कि राजा। हामी त वाइल्ड लाइफ भन्नु फार्म हाउस विथ वाइल्ड लाइफ रिसोर्टमा थियौँ नि त। मेरो हजुरबाको अहिले पनि फार्म हाउस छ, वाइल्ड लाइफ पनि छ, रिसोर्ट पनि छ, गार्डन पनि छ, सब छ। तर त्यहाँ केही भएन भनेर चाहिँ अन्त्य आएर भड्केर यसमा केही नहुने भन्ने, त्यसमा अहिले पनि गएर मैले चाहिँ वर्षको 12-15 लाख त्यहाँ केही फलाउन सक्छु क्या राजा होइन। त्यो मेरो मात्र होइन, सबै नेपालीको छ क्या राजा होइन। त्यसलाई चाहिँ हामीले बुझेनौँ क्या राजा होइन। हामी चाहिँ हिराको माथि बसेर सुनकोटरमा भिख माग्ने जस्तो भयौँ कि, हामी कचौरा जस्तो, हामी चाहिँ कस्तो भयौँ भन्दाखेरि चाहिँ कस्तुरी मृग जस्तो भयौँ कि। हाम्रो साथीले पनि भन्दै थियो होइन, आफ्नै बिडा नचिनेर हामी खुसी खोज्दै अमेरिका धायौँ, अस्ट्रेलिया धायौँ, अनि रोएर बसेर हामी त्यहाँ गएर अहिले होइन। हामीलाई घर दियो, गाडी दियो होइन, 30 वर्षको किस्ता दियो। अब 30 वर्षमा त हाम्रो जवानी सबै सकियो होइन। त्यसै हाम्रो अन्तिममा के पायौँ भन्दा एउटा गाडी, एउटा थोत्रो गाडी र एउटा खोस्टा घर, त्यो पनि कहाँ न कहाँको दुनियाँमा गएर
न त्यहाँ मानवता छ, न त्यहाँ सभ्यता छ, न त्यहाँ एकता छ, न त्यहाँ माया छ, न खुसी छ, होइन। सिर्फ कागज खोस्टाको अहमता, अहङ्कार र अपराध छ। त्यस्तो देशमा, त्यस्तो ठाउँहरूमा हामी चाहिँ स्वर्ग जस्तो बनाएर हाम्रो त्योभन्दा स्वर्ग जस्तो देशलाई चाहिँ नर्क जस्तो यिनीहरूले पढाएर बिगारेर चाहिँ हामी उतातिर भड्क्यौँ क्या राजा। अब चाहिँ अन्तिम मौका हो, हामीले बुझेछौँ हाम्रो गाउँ, हाम्रो ठाउँ, हाम्रो सभ्यता, हाम्रो संस्कार, हाम्रो संस्कृति हामी फर्किनै पर्छ। एउटा यो मौकालाई सबैले सदुपयोग गरौँ। आउनु होला। अब यो सरकारले चाहिँ 100 दिनमा रोजगार दिन नसके नि हामीले चाहिँ दिन्छौँ। दाइको जस देश फर्काउने अभियान चाहिँ चलाउँछु भन्दै हुनुहुन्छ, चलाइराख्नु भएको छ होइन। यो चाहिँ चलिसकेको छ जस्तो लाग्दैन दाइ? किन भन्दाखेरि 48वटा देश पार्टिसिपेट गरेको विश्वकपमा 46वटा चाहिँ घर फर्किसकेका छन्। दाइको अभियानकै कारण हो कि के हो जस्तो लाग्यो तपाईँलाई? अब त्योभन्दा पनि अब एउटा त्यसरी पनि लेखौँ होइन, केही छैन। 46वटा फर्किया चाहिँ 2टा बाँकी छ। अब एउटा फर्किन्छ चाँडै, एउटा फर्किन्छ, फेरि अर्को पनि फर्किन त फर्किहाल्छ नि। सबैजना चाहिँ जसरी वर्ल्ड कप खेलेर चाहिँ त्यहाँका प्लेयरहरू, त्यहाँका देशका सबैजना चाहिँ आफ्नो देशमा फर्के, आफ्नै देशमा खेले, आफ्नै देशको इज्जत बढाए, आफ्नै देशमा सबै कुरा गरे नि त। त्यस्तै गरेर हाम्रो साथीभाइ नि अहिले अमेरिका गएको छन्, त्यतैतिर गएको छन्, क्यानाडातिर गएको छन्, त्यतैतिर गएको छन्। उनीहरू पनि यो काम भ्याएर फर्किनु पऱ्यो क्या आफ्नो देशमा के हो। त्यो चाहिँ देश फर्क अभियान हो कि एउटा सर्टेन पर्पजको लागि गएको नि त। तिनीहरू नि खेल्नको लागि गएको। हाम्रो नि युवा अवस्थामा के सिकौँला, बुझौँला, दुनियाँ देखौँला होइन। मसँग भएको ज्ञान, मसँग भएको सिप चाहिँ त्यसलाई बुझेर चाहिँ देशमै ल्याम्ला भनेर सोच्नु पऱ्यो। जसरी चाहिँ उनीहरू प्लेयरले आफ्नो देशलाई चिनाउँछ, आफ्नो ठाउँलाई चिनाउँछ भनेर आफ्नो सकेको जिउ, ज्यान, धन, बल सब लाएर खेलेर आफ्नो देशलाई चिनाएर फर्के। हाम्रा युवाहरूले पनि त्यहाँ गएर चिनाइराख्नु भएको छ होइन। अझै धेरै चिनाउनुहोस् र तपाईँहरू पनि अन्तिममा चाहिँ फर्किनुहोस्। यति कुरा चाहिँ हाम्रो मेन कुरा हो। दाइले देशको खाउँ, देशको लाउँ, देशमै रमाउँ, स्वर्ग जस्तो देश, भगवान् जस्तो जनता, आत्मनिर्भर नेपाल महाअभियान होइन। नेपाल बन्छ जब नेपालमै बन्छन् हाम्रो गोठालो अभियान छ। सबैजना आउनु, सबैलाई हामीले करोडपति बनाउँछौँ, ढुक्क हुनु। भन्न खोजेको चाहिँ करोडपति नि भन्न धनी बनाउँछौँ। कसैलाई यहाँ करोडपति बनाउनु गाह्रो छैन, गाह्रो छैन। नेपालको रिसोर्सहरू युज गऱ्यो भने जति पनि सकिन्छ। त्यो ठुलो कुरा होइन होइन। देश गरिब होइन, सोच गरिब हो, शिक्षा गरिब हो, नीति गरिब हो। सोच, भावना र व्यवहारले नै पृथ्वी स्वर्ग हुने हो। सोच, भावना र व्यवहारले नै पृथ्वी स्वर्ग हुने हो होइन। परिवारमा पनि तपाईँको सोच, भावना र व्यवहारले नै परिवार टुक्रा टुक्रा खत्तम हुने हो। त्यही सोच बदल्यो, भावना बदल्यो र मिलेर बस्यो, व्यवहार बदल्यो भने त्यही परिवार कस्तो मिलेको भगवान् जस्तो हुने हो होइन। तिमी नि भित्र नै राक्षस छ, तिमी भित्र नै भगवान् छ। आफूभित्रको राक्षसलाई अलिकति तल गरेर आफूभित्रको भगवान् जगाऊ र देशभक्ति। हामी कोही व्यक्तिको भक्त हुनु भने कोही पार्टीको भक्त हुनु भएन कि होइन। भक्ति हुनुपर्ने छ भने भगवान्को भक्त भइदिउँ, शिवको भक्त भइदिउँ या देशको भक्त भइदिउँ। यति भन्न चाहन्छु र नेपाल भनौँ, नेपाली भनौँ, सँगै मिलेर राष्ट्र निर्माण अगाडि बढौँ भन्न चाहन्छु। यति हो।